नमस्कार। जय श्री राम, जय राम, जय राम। मेरो बाबा आएर यहाँपछि सबैलाई मेरो नमस्कार है। मेरो घर टिकरी, मेरो नाम ओमराज लिम्बू है। र अहिले चाहिँ म सानो कम्पनीको एमआर मेरो यही हुन्छ है, त्यो पनि परिचय गराएँ। र 1 नम्बर प्रदेशको सान्डुको होइन मेरो क्षेत्राधिकारहरू यहाँलाई पनि जानकारी गराएँ। र यहाँ सम्पूर्णलाई निर्वाचित हुनुभएको छ, विभिन्न पदमा निर्वाचित हुनुभएको छ। यहाँ सम्पूर्णलाई बधाई पनि दिन्छ। मेरो नाम इन्द्रजित कुमार यादव, जन्मघर सिराहा, आयु आयुर्वेद अस्पताल महानगरपालिका सञ्चालक, अहिले महादेव राष्ट्रिय आयुर्वेद एसोसिएसनको महादेव केन्द्रीय शिक्षक। नमस्कार, म सरिता भण्डारी, यो राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालको परामर्श समितिको सदस्य र अहिले चाहिँ प्रथम अधिवेशनबाट म महिला उपाध्यक्ष। सम्पूर्णमा नमस्कार, मेरो नाम चाहिँ गीता देवी गाठालो, घर झापा धरमपुर, अहिले यो महाधिवेशनबाट केन्द्रीय सदस्य। यहाँ उपस्थित सम्पूर्णमा नमस्कार, म सपना पुत्री, घर चाहिँ खोटाङ, स्मारिका आयुर्वेद फर्माको सञ्चालिका, अनि यस राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालको अहिलेको अधिवेशनपछि कोषाध्यक्ष पदमा रहेर कार्यरत भइरहेको छु। उपस्थित सबैमा नमस्कार, मेरो जन्मघर काभ्रेपलाञ्चोक। योभन्दा अगाडि राष्ट्रिय आयुर्वेद एसोसिएसनको चाहिँ ललितपुर जिल्लाको तदर्थ समितिको चाहिँ सचिव थिएँ। यो अहिलेको राष्ट्रिय आयुर्वेद एसोसिएसनको यो प्रथम महाधिवेशनबाट चाहिँ बागमती प्रदेशको चाहिँ उपाध्यक्षमा निर्वाचित भएको छु। मेरो छोटो परिचय दिने हस्। म प्रेम कुमार कटक, प्रमुख झापा, शिवा आयुर्वेद फर्माको सञ्चालक। नमस्कार, म डाक्टर सञ्जीव कुमार यादव, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीको प्रमुख, घर चाहिँ सिराहा, यो चाहिँ राष्ट्रिय आयुर्वेद एसोसिएसनको कोशी प्रदेश उपाध्यक्ष। नमस्कार, म डाक्टर अमित भण्डारी, राष्ट्रिय आयुर्वेद एसोसिएसन बागमती प्रदेशको अध्यक्ष। नमस्ते, मेरो नाम लोकराज भट्ट, म पहिला रानको जिल्ला अध्यक्ष डडेलधुराबाट, अहिले चाहिँ केन्द्रीय कमिटीमा उपाध्यक्ष, घर पनि डडेलधुरा नै। नमस्ते, मेरो नाम धर्मेन्द्र साथी, घर चाहिँ बझाङ, निवर्तमान आरएएनको अध्यक्ष, अहिले चाहिँ यो महाधिवेशनबाट चाहिँ यो कार्य समितिको साधारण सदस्य। नमस्कार सबैजनालाई, म रमाकान्त सापकोटा, घर मेरो बागलुङ, विजय आयुर्वेद फर्मा, रानको शुभचिन्तक। उपस्थित सबैमा नमस्कार, मेरो नाम डाक्टर राम पुकार यादव, घर चाहिँ सिराहाको विष्णुपुर गाउँपालिका, र योभन्दा पहिला चाहिँ प्रदेशको बागमती प्रदेशको सदस्यमा थिएँ, र म कार्यरत यही अनमोल आयुर्वेद प्रालीमा छु, र अहिले यो राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालको प्रथम महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको। नमस्कार, उपस्थित सम्पूर्ण महानुभावहरूमा, म रामबाबु यादव, वरिष्ठ कविराज, धरान उपमहानगरपालिकामा छु। मेरो जन्मघर भनेको सर्लाही जिल्ला, र यसको साथसाथै साइडमा सुविधा आयुर्वेद फार्मेसीको सञ्चालक। नमस्कार, म डाक्टर विवेक गुप्ता, मेरो घर चाहिँ गुलरिया 8 बर्दिया, हाल बासुवास काठमाडौँ, मैतीदेवी 30 सेतोपुर, अङ्कुर आयुर्वेद उपचार केन्द्रको सञ्चालक, काठमाडौँ जिल्ला तदर्थ समितिको संयोजक, हाल चाहिँ राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल प्रथम ऐतिहासिक महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित, साथै प्रथम ऐतिहासिक महाधिवेशनका सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना सहित। नमस्कार, म जयन्ती सिरागुटी, मेरो घर चाहिँ दोलखा, म अहिले राष्ट्रिय आयुर्वेद एसोसिएसनको महिला सचिव।
नमस्कार, म नारायण खतिवडा, जन्मस्थान सप्तरी, घर विराटनगर, हालको बसोबास चितवन। सबैजनालाई नमस्कार। परिचय नगरिकन यता गर भन्छ होइन, अरू सबै आएका छन्। र राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालको चाहिँ संस्थापक केन्द्रीय सचिव, हालको महाधिवेशनबाट सर्वसम्मत निर्वाचित निर्वाचितै हुनु निर्विरोध निर्वाचित केन्द्रीय सचिव, फेरि केन्द्रीय सचिव। सम्पूर्ण उपस्थितलाई नमस्कार। मेरो नाम शालिग्राम भुषाल, खास जन्म ठाउँ गुल्मी मदानी गाउँपालिका, कर्म ठाउँ तिलोत्तमा नगरपालिका वार्ड नम्बर 9। यस संस्थाको संस्थापक केन्द्रीय उपाध्यक्ष लुम्बिनी प्रदेश। जसरी हामी 15 जनाबाट आज देशव्यापी रूपमा जोड्न सफल भएका छौँ, हामीले राष्ट्रिय आयुर्वेद एसोसिएसन रान भन्न गौरव गर्न सफल भएका छौँ। आज हामी 77 जिल्ला, 7 प्रदेश, केन्द्र, सामान्य प्रशासन मन्त्रालयदेखि लिएर जहाँ कतै चाहिँ परिचित छौँ र यो टिमले भविष्यमा ऐतिहासिक र 1 नम्बर बनाएर 3 करोड जनताको माझमा साथै देश तथा अन्तर्राष्ट्रिय अवसर रूपमा पनि चित परिचित हुने र आयुर्वेदको विकास विस्तारमा 1 नम्बर बन्नेछौँ र बन्न लाग्नु हुनेछ सबैलाई भन्ने शुभकामना पनि दिन चाहन्छु। हस्त धन्यवाद। जय आयुर्वेद। सम्पूर्णमा नमस्कार। जय आयुर्वेद। म यस संस्थाका संस्थापक केन्द्रीय उपाध्यक्ष बालगोपाल श्रेष्ठ। सबभन्दा पहिला हिजोको ऐतिहासिक महाधिवेशन हामीले सम्पन्न गरेछौँ सफलतापूर्वक। त्यसको लागि हामी सबैले एकचोटि जोरदार ताली बजाएर त्यस्तै गरी हिजोको अधिवेशनबाट सर्वसम्मत केन्द्रीय उपाध्यक्ष, मेरो जन्मघर वीरगञ्ज, बसोबास काठमाडौँ, चितवन, अरुणा आयुर्वेद सञ्चालक। नमस्कार, म कृष्णबहादुर राउत, जन्मघर खोटाङ हलेसी, अहिले विराटनगर हुँदै काठमाडौँ पोखरामा अहिले बसाइ र मेरो नेचरकेयर होम प्रणाली आयुर्वेद हस्पिटल छ पोखरामा। त्यसै गरी राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल रानको संस्थापक वरिष्ठ उपाध्यक्ष र हामीले हिजो यो ऐतिहासिक प्रथम राष्ट्रिय भेला महाधिवेशनबाट जुन निर्वाचित हुनुहुने हाम्रा केन्द्रीय अध्यक्ष लगायत हाम्रो सम्पूर्ण टिमहरूलाई म हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यहाँको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्छु र हामीलाई निर्वाचित गर्न अराधा खट्नुहुने हामीमा अहिले निर्वाचन अधिकृतज्यू पनि आउनुभएको छ, उहाँ अधिवक्ताज्यूलाई पनि म सम्मान व्यक्त गर्छु, आभार व्यक्त गर्दछु। र यो हाम्रो रान हामी सबैले भने जस्तो हिजोका कमी हामी यो पछि हामी समीक्षामा जाँदैछौँ। समीक्षामा जस्तो तपाईँले देख्नुभयो, जस्तो सुन्नुभयो, त्यस्तै भनिदिनु होला। त्यो हामी कमी कमजोरी हामीभित्र भएका छन् भने हामी सुधारेर जानेछौँ अर्कोचोटि। यो आयोजक कमिटीले हरेक पक्षको चाहिँ जिम्मा लिन तयार छ। धन्यवाद। नमस्कार, मेरो नाम जगतबहादुर भट्टराई, यो राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल रानको संस्थापक अध्यक्ष र हाललाई कार्यकारी अध्यक्ष। सम्पूर्ण उपस्थित साथीहरूलाई स्वागत गर्न चाहन्छु आजको बैठकमा। र हाम्रो यो कार्य समितिको प्रथम बैठक अनि शपथ कार्यक्रम पनि हामी अहिले गर्दैछौँ। र हामी सबैजना आयुर्वेद क्षेत्रको विकास र विस्तारका लागि जस्तोसुकै योगदान गर्न पनि प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता आज यो बैठकबाट व्यक्त गर्नेछौँ। र म चाहिँ एउटा व्यवसायी भनौँ न होइन, थोक व्यवसाय गर्छु अनि तपाईँको खुद्रा व्यवसायहरू गर्छु। अब मेन विशेष गरेर अब अहिले चाहिँ विशेष काम भनेको चाहिँ यो राष्ट्रिय आयुर्वेद एसोसिएसन रान केही विशेष सङ्गठनात्मक काम नै मेरो विशेष काम हो। धन्यवाद। नमस्कार सबैमा, म अधिवक्ता क्रान्ति भट्टराई। यस संस्थाको सुरुवाती दिनदेखि नै म यसमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिन पाउँदा एकदमै खुसी लागेको छ। हिजो महाधिवेशन सम्पन्न भए पश्चात नवनिर्वाचित केन्द्रीय समिति गठन भएकोमा सम्पूर्ण पदाधिकारीहरूलाई शुभकामना दिन चाहन्छु र आगामी दिनहरूमा हजुरहरूको यस संस्थाको उज्जवल भविष्य र प्रगतिको कामना गर्न चाहन्छु। धन्यवाद।